हेलो साथीहरू सबैलाई के भन्छन् माघी सङ्क्रान्तिको धेरै धेरै शुभकामना साथीहरू। एउटा कुरा भन्न चाहन्छु, मलाई पनि ब्लग बनाउने मन लाग्यो, तर मैले धेरै सोचेँ यति सोचेँ युट्युबमा पनि सर्च गरेँ, ब्लग त बनाउने हो तर यार ब्लगमा बोल्ने के हो, भन्ने के हो, के तरिकाले ब्लग बनाउने, कसरी ब्लग बनाउने केही थाहा हुन लागेन साथीहरू। त्यही भएर सोच्दा सोच्दै म पल्टिएको छु, सोचेको छु। गत नपत्तको केही नभए 6-7वटा भिडियो चाहिँ बनाएँ मैले इन्स्टाग्राममा, पोस्ट पनि गरेँ, तर भ्युज चाहिँ कति 200-300, त्योभन्दा माथि त जानै लागेन। के हो मैले ब्लग नराम्रो बनाउँछु कि म मान्छे नै नराम्रो? मलाई पनि कहिले सिकाइदिनु न हो ब्लगमा के भन्ने हो, मलाई त केही थाहा छैन। सोच्दा सोच्दै पागल भइसकेँ म पनि। अब के गरी मैले पनि पैसा कमाउने हो, भाइरल हुने हो, आफ्नो एउटा ठुलो महल जस्तो घर लिने हो, किनभने सबैले घर लिइसके। म त केही कामको नि रहेन त हो, न त रुपै छ, न त धनै छ, न त पढाइ लेखेको छ। के गर्ने हो साथीहरू, केही उपाय सिकाइदिनु, म पनि कसरी ब्लग बनाऊँ। म त रुन पो आँट्न लाग्यो हो, रुन मन मात्रै लाग्न थाल्यो। बाई बाई।